सो गाइज हामी चाहिँ गाडीमा बसिसकेका छौँ। त्यो गाडीमा चाहिँ दर्शकबिनहरू स्थिर घुम्नुमा छ। अनि हामी चाहिँ घोराइको लागि तयारीमा छौँ। ए बाजे जाने न गाडी बस्छ भरिको त हो। जाम 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 चल्यो त गाडी त। घोडा 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 त्यही हो हाम्रो दाइ भन्नु के छ नन स्टप यो नके डुब्नु त्यहीमा उता कुरा गरौँ के त्यो सामान हाल्न आइरहेको छ। हामी चाहिँ सामान हाल्नु जाने रे। सामान चाहिँ यही हो। सामान अल्लाह पसल चाहिँ यही हो। ल गाइस हामी चाहिँ घोराइ बजार आइपुगेका छौँ हो। ओखरखानमा मेरोमा थियो क्या यार। घोराइ बजार आइसकेका छौँ। गाह्रो छ दिदी ल भाइरल भइदियो दाइहरूलाई कसले अटो चलाउनुमा छिराउनु हौ बड्डा। ए हाम्रो दिदी यस्तो छाता चलेर हिँड्नु भए पुरा हाँसी हाँसी के गर्ने यस्तो छ ब्यागहरू छ कि मैले त मसँग नमस्किता हुन्छ। मसँग मस्क्यो भने त बर्थडेले मार्छ तिमीहरूको कपाल गोरिन्छ केटी हो धेरै नहेर तिमीहरूले। यो भिडियो त केटाको लागि मात्रै बिहा गरेर मान्छेको लागि मात्रै हो। बिहा नगरेहरूले स्क्रल गर्दै हुन्छ है। बिहा नगरेकाहरूले स्क्रल गर्दै हुन्छ। म त केटी देखान्न के र म त अन्टीहरूमा देखेको छु। मेरो बडी देखेको छु त्यो गाइज ल गाइज त्यही हो। अब चाहिँ हामी घोराइ बजार घुमिरहेको छौँ। छाता ओढेर हिँड्नु भए यहाँ हाम्रो सोल्टिनीहरू यस्तरी हिँड्छ फोन गर्दै मस्त तरिकाले। तैँले झ्याउन मानिस बर्थडे है यता बोल्ने तरिका युट्युबर भएपछि अलिकति बोल्नै पर्यो हो। सरी छ है। अब हामी पसलमा जान्छ होला सिधै होइन। हामी चाहिँ पसलमा जाँदैछौँ। अब चाहिँ मेरो पसल मेरो सामान बनाउने ठाउँमा जाँदैछौँ गाइज होइन। यो चाहिँ यही हो घोराइ बजार। यो देखा जस्तो अरूले कहिले घोराइ बजार यस्तो छ यार। यी स्कुटी यस्तो हुन्छ हेरी स्कुटी यस्तो हुन्छ मान्छे यस्तो हुन्छ नि। पसल यस्तो हुन्छ कपडा पसल यस्तो हुन्छ। ग्रिल के हो ग्रिल होइन यो त के हो त्यो यार स्टोर घोराइ छ। यो पसलको नामै थाहा छैन। यी कपडा पसल यस्तो हुन्छ यार। तँहरू देख्छस् र यस्तो। अब त्यो हामी चाहिँ मस्त तरिकाले सिधा सिसा गरालेर माथि खर्को साना छ। लखन पार्क जान्छ लगेर तपाईँको लागि यो चुट्की हेर्ने हुन्छ। अब मस्त तरिकाले सुन पसल यस्तो हुन्छ कि। अनि हामी चाहिँ खास कामले भन्दाखेरि नि कन्तरा रेस्टुरेन्ट उता हो। कन्दरा अनि इन्दिरा हो क्या। त्यो घोराइको सबभन्दा फेमस होटल हो क्या हो रेस्टुरेन्ट। यहाँ आउनु सक्छ तपाईँहरू नास्ता खान। अनि गाइस हाम्रो खास काम त केही थिएन। खास काम भने त्यो सामान बनाउने हो त्यत्तिकै। हामी त लोकल भालेहरू जान्छ। लोकल भाले चाहिन्छ भने आउनुलाई लोकल भाले चाहिन्छ भने चाहिँ कन्दरामा सम्पर्क गरौँला। सम्पर्क नम्बर ट्याङ ट्याङ ट्याङ। हाम्रो अन्टी बजार आउनुभयो चाहिँ मात्र छ दाँत बाँधेर होला। म पार्कभित्र गएर यस्तो चल्दिउँ न उता नि यस्तो गरेर एल साइजमा हिँड्दिने के। त्यही हो गाइस बडी लास्टै भगा छ अरे। अब बडीले भात अरे नास्ता खाना गएको छु भन्थ्यो के खै गइन जान लाग्छु भन्थ्यो नै 60-50-60 भन्थ्यो। मेरो बडीले फेरि लास्टै बचत गर्छु कि दाइ। त्यो भएर बडीको बयान नगर मैले यहाँ भ्लगमा। हामी चाहिँ हिँड्ने हो बनाउने हो भाइहरू मस्त तरिकाले। हामी चाहिँ अब घुमिरहेको छौँ लखन पार्कमा। लखन पार्क भने यही हो। यही लखन पार्क हेर्छौ तिम्रो
हेरेर चित्त बुझ्दैन के हेरेर तिम्रो आउनु पान्नु यहाँ नानीहरू मजाले बसेका छन् मोबाइल चलाएको छन् तिमीले पान्नु पो यो लखन पार्क के छ र यसमा नि यत्तिको हेर्ने घुम्ने बास तर साँझ दौरो केटिरहँदैन यार अनि दाइ लाइभ बोज्नु पारे त लखन पार्क के छ र यो के छ र लखन पार्कमा यो फुलसुल झुन्ना छन् लखन पार्क साइड हो त्यो यहाँ अन्टीहरू यस्तरी स्कुटी 3 पल्लो लाइस आन्टी यहाँ त बल भाउँछ कि मगर ड्रेस ल मगर ड्रेस चाहिन्छ नि आउनुलाई ल आज हामी चाहिँ तुलसीपुर चोकदेखि भित्रतिर छिरिरहेको मौसम यस्तो छ होइन पारा सोल्टिनहरू पनि आइरहनु भएको छ राम्री मास्क लाएर होइन अब लजाइसक्नु भयो होला तर बाइकको पार्किङ चाहिँ बब्बाल छ यस्तो छ होइन सिन यस्तो छ मजाले देख्न सक्नुहुन्छ गाइज 100को 1.5 दर्जन केरा भनिरहनु भएको हामी चाहिँ केरा खान चाहन्नौँ हामीसँग अलरेडी केरा छ गाइज होइन हाम्रो यतातिर होइन डलहरू पनि हेर्न सकिन्छ पछाडिदेखि मान्छेहरू पनि आइरहेछन् टन्नै हामी सबभन्दा अगाडि आइसकेका छौँ हाम्रो टिम जुत्ता सप न्यू रोल्पाली जुत्ता पसल हाम्रो मिसहरू पनि यतादेखि आइसक्नुभयो टक्क होइन अनि यस्तै छ गाइस ड्याङ 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 हाँस्दिरहेके मुस्कान भाइ हामी कहाँ छौँ रे घुराइ बजार हल्का बेसरी हामी घुराइ बजारमा छौँ यति बेला के गरिरहेको हामी चाहिँ घुमिरहेको सर र होइन रमाइलो हानेर चप्पलको बार्गेनिङ भइरहेछ गाइस आन्टी नमस्ते यस्तै छ गाइस यहाँ सन्चो बिसन्चो सोधिरहनु भएको छ आन्टीहरूले यतातिर होइन घिउ छैन घिउ त पाइहाल्छ नि दिदी विदेशदेखि मगाउनु न अङ्कलसँग घिउ मगाउने नि विदेशदेखि हजुरको अङ्कललाई भन्नु अङ्कललाई यहाँ अङ्कल हुनुहुन्छ आन्टी हुनुहुन्छ होइन नमस्ते दाइको सब आउनु है मजा आएछ त के छ स्पेसल त्यसमा सुरु गरे आयो यो भर्खर हो ए ल राम्रो सामान चाहियो आउनु होला हाम्रो पसलमा है म दाइको पसलमा भिड गर्न सक्नुहुन्छ यो पसल लोकेसन चाहिँ ठ्याक्कै के हल्दै चाहिँ गणेश हल नि गणेश हल ट्याक्कै गणेश हलदेखि यता साइडमा छ गणेश हलदेखि मस्तो तरिकाले माथि यस्तो लाइन छ ठ्याक्कै गणेश हल भयो यो अगाडि चाहिँ यो छ के यो ए बिबी भवन छ यहाँ बिबी भवनदेखि जस्ट सिधा अगाडि हाम्रो दाइको पसल छ हामी चाहिँ दाइ गएको हामी यति भेट्नु त हाम्रो कुरा काटेको हाम्रो कुरा काटेको अगाडिदेखि होइन के कुरा काट्यो हो त्यो चाहिँ हामीलाई थाहा भएन केही छैन तर कुरा काटिरहेको हामीले बाल भएन टिमुर रहेछ यहाँनिर टिमुर चाख्न मिल्छ कि न दिदी मिल्छ नि हाम्रो अर्ग्यानिक होइन यो चाहिँ हाम्रो अर्ग्यानिक पुगेन मलाई अन्टी मनपर्छ तिमीहरू अन्टी भनेको के म त अन्टी लबर हो भाइ चाहिँ अन्टी लबर रे पुरै म त अन्टी लबर अगाडि भाइ हिँडिरहेछ बाटो देख्नु छैन र कहाँ जाने म सिकाइदिन्छु अन्टी जानुलाई आफै त्यही गाइस यो चाहिँ भाइरल रातको यो देखिया थियो फोटो हानिदेऊ नि त फोटो हानिदेऊ राति हो कि राति त यार अहिले राम्रो हुन्न छोड्नु क्यामेरा राम्रो के भइगयो त